उसको A to Z थाहा छ क्या भाइलेन दाइको। त्यो टिभीमा पपुलर हुन थालेपछि मलाई मान्छेले क्वेसन गर्न थाले कि उसको त ऊ मेयर हुनभन्दा अगाडि मेयर हुने बेला यही मेरो घरमा प्लान गरेको थिएँ, यही पछाडि प्लान गरेको थियो मेयरको लागि के गर्नुपर्छ के गर्नु पर्दैन। त्यतिखेरसम्म म सँगै थिएँ। अब बालेन दाइको म कतिवटा चिजहरू म भन्छु उसको होइन, मैले यो चिजहरू नराखौँ जस्तो भएको थियो, तर दाइको भाउ चाहिँ अलि अति नै बढ्या रहेछ होइन। एक त कुनै बितेको छोराको आमालाई झुटो आश्वासन देखाउनु, त्यस्तो कहिले नगर्नु दाइ। तपाईँ जस्तो फेक मान्छे रियल पब्लिकले अहिले मजाले तपाईँको फेस नै चिने छैन। तपाईँको म रियल मेसेजहरू अब म सबै निकाल्छु पख्नु दाइ। तपाईँलाई 2-4वटा कुरा मैले गरेको थिएँ दाइ, गरौँ सँगै गरौँ दाइ, तपाईँले नै भन्नुभएको थियो। यहाँ हेर्नु तपाईँको कुराहरू बालेन शाह होइन त। फेरि यो फेक आइडी सोचलाई फेरि मैले बनाएर अरू मेसेज देखा जस्तो। यो मान्छेको सोच कति अपराधिक छ। यहाँ उसको लाइफ ड्यामेज पार्छु नि भनेछ। यो मेयर जस्तो सोच भएको मान्छेले लाइफ ड्यामेज पार्छु, मैले नि 10 वर्ष भयो पोलिटिक्स गरेको, कति मान्छेलाई त स्वाट्ट बालेन आए जस्तो भयो होला नि त होइन। बालेन भित्रभित्रै उसले अलिकति पोलिटिक्सको बारेमा नलेज थियो। अनि दाजुभाइको कुरा होइन, यहाँ दाइ हुँदाहुँदै यस्तो यस्तो चिजहरू यस्तो यस्तो कुरा गरेछ नि। त्यो मान्छेले रियल उसको फेस देख्यो भने होइन, यो मान्छे मैले सक्दै किन उसको बिचरा त्यो इमेज ब्याड पारिदिनु होइन, किन ब्याड पारिदिनु भनेर मैले यो चिजहरू निकालेको थिएन क्या। तर अहिले चाहिँ अति भयो उसको। अब अस्तिदेखि कुरिरहेको थियो, अब त उसको पनि मेयरको पनि टाइम जान आँटिसक्यो नि त। तर यो मान्छेलाई भोलिको दिनमा प्रधानमन्त्री बनायो भने यसको त्यो लेभलको क्यापेसिटी चाहिँ छैन है। यो भनेको सर्पो जस्तो मान्छे हो। अब यो मलाई भोलिको दिनमा कमेन्टहरू आउला, गालीसाली मुखसुक छाड्ला होइन। मुखसुक छाड्न भन्दा अगाडि एकचोटि मेरो प्रोफाइल स्टक गर्नु। मैले नचिनिकन यो चिज बोलेको भए अर्कै कुरा हुन्थ्यो होइन। मैले चिनिसकेपछि यो मैले 3 वर्ष फिल्टर गरेपछि बल्ल यस्तो चिज, यो मेयरको चिज हो त। उसको जुन इमेज बाहिर देखिन्छ नि त्यो इमेजै होइन क्या। ल हेर यहाँ लाइफ ड्यामेज पार्छु, यसको यो गर्छु, यसलाई यो गर्छु, शान्त नै छु अहिले, टाइम आओस् सबैलाई देखाउँछु भित्रभित्र भूमिगत। ल राहुल भोलितिर भेटेर बेलुका तिम्रो ट्रेनिङ सकाऊ चिलमा। यो मान्छे अब फेरि यो फेक आइडी सोच्ला है गाइज। ल यसको आइडी फेक सोच्ला। म चाहिँ फेरि सत्य बोल्न कहिले डराउँदैन क्या, कहिले डराउँदैन क्या। जे हो त्यो अस्तिदेखि फिल्टर गरेँ मैले, कति चिजहरू नदेखाम होला जस्तो लाग्यो। ल उसको यो रियल आइडी रहेछ कि नै, फ्रेन्ड्स छ फलोवर्स। ल यो त मैले फेक आइडी बनाएर उसको मेसेज त